सजाउनको लागि यहाँ पनि छ। लु गम्बुट निकाल्नु त यसै सट्ट आउँछ है। यो तरकारी चाहिँ यसरी कसैले साग सुकाएर खानुभएको छ? हेलो साथीहरू, यहाँहरू कस्तो हुनुहुन्छ? आजको भिडियो चाहिँ म स्टार्ट गर्दैछु बिहानदेखि। के कस्तो हुन्छ यहाँले हेरेर साथ दिन सक्नुहुनेछ। आज चाहिँ अब बिहानै है बुवाले अब पल्लो घरको छ्यामालाई बोलाएर ल्याएर कुखुरा ट्वाक गर्न लगाइसक्नु भयो। अनि त्यसपछि श्रीमानले र मम्मीले चाहिँ त्यहाँ अलिअलि त्यसको भुत्लाहरू जलाउँदै हुनुहुन्छ। म देखाउँछु यहाँहरूलाई कसरी उहाँले बनाउँदै हुनुहुन्छ। अनि हामी बनाएर खाएको पनि अलिअलि भ्लगमा गर्ने छु, यहाँले हेरेर साथ दिनुहोला। साथीहरू, कुखुरा ट्वाक भइसक्यो। बुवाले पाल्नु भएको यो कुखुरा हो। आज बिहानै बुवाले छ्यामालाई बोलाएर ट्वाक पार्नुभयो। यो साग चाहिँ टिपेर यहाँ हिजै टिपेर राखेको छ, शीतले राम्रो हुन्छ भनेर। बुवाले यो के गर्न लाग्नु भएछ भने यो खुङ्गी पुरानो खुङ्गी र अब कुखुरा यहाँ पोल्नको लागि पोलेको कुखुरा मिठो हुन्छ भनेर। यो कसले बुनेको बुवा यो कुखुरा? कुखुरा खुङ्गी मैले बुनेको कसले? अब ल बुवाले यस्तै चुरुङ्गी खुङ्गीहरू यो बुन्नु भएको छ है। दामी छ। कुखुराहरू छ बुवाले पाल्नु भएको। यो पुरानो खोर हो। यो चाहिँ हाम्रो चुचुले बुन्नु भएको दुईटा छ यस्तो है, सजाउनको लागि यहाँ पनि छ। यस्तो चाहिँ तीनटा बुन्नु भएको छ उहाँले। दामी बुन्नुहुन्छ। मम्मीले बुन्नु लाउनु भएको। निन्दा पुग्यो? ड्याडले त मम्मी बुवाले त एक्लै पो यहाँ काम कुरो गर्नु थाल्नु भएछ त। मेरो बुवा असै साप डिएसपी सापको लुगा लगाएर, बुवा असै साप, कान्छा छोरा डिएसपी सापले यो ज्याकेट यो 8075 को मैले यो चाहिँ 8075 को किनिदिएको बुवाको भाषा। बुवा पखेटा मात्र निकाल्नु भयो, अब के गर्ने? डराउने यो खो अब सल्काउने बुवाले। यसो गर्दाखेरि सल्की है आगो। बुवाले आगो सल्काउनु भयो। उ गर्दिन ऊ खुट्टा बुवाले। आँखा नदेखि बुवाले हुन्छ यहीँ राखिदिनुहोस्। चिसो हुन्छ। ओहो चिम्टा चाहिन्छ। यसरी कुखुरा चाहिँ आगोमा पोलेर त्यसको प्वाखहरू निकालेर झुर्यायो भने चाहिँ एकदमै टेस्टी हुन्छ भनेर हामीले चाहिँ एका बिहानै यसै कुखुरालाई यहाँ पोल्दैछौँ। अनि पोलेर वाचिपा पनि बनाउने भनेर त्यसको जेस वाचिपाको पनि गरेको। तर खोइ वाचिपा चाहिँ बन्छ बन्दैन, यसको पुरा यहाँ ट्रिटमेन्ट गर्दैछौँ है हामीले चाहिँ है। वाचिपा तिते लु अब तिते खाना गइरहेको छौँ हामी। एउटा भाँडा पख्नु त्यो नगर्नु न, एउटा भाँडा ल्याउँछु। अब यसमा चाहिँ हामी तिते बनाउन गइरहेको छौँ। ल यहाँ दिनु तिते। यो चाहिँ तिते खाना लागिरहेछौँ। खुट्टा यहाँ पोल्दैछौँ। अब यो खुट्टाको जुत्ता निकाल्नुपर्छ, गमबुट निकाल्नुपर्छ, पोलेर स्वाट्ट
लु गम्बुट निकाल्नु त यसै सट्ट आउँछ है। सट्ट आउँछ यसरी टाउको। एकदमै जाडो छ आज पनि, त्यसै कारणले यो चाहिँ आज यहीँ बुवाले मम्मीले पाल्नुभएको लोकल कुखुरा बिहानै काटेर यहाँ हामी बनाउँदैछौँ। यहाँ सिमाले बनाउँदै हुनुहुन्छ, बुवाले चाहिँ यहाँ अझै बुवाको कुखुराहरू यहाँ खुङ्गी भन्छ यसलाई, बुवाले बुन्नु भएको। अनि यता बुवाले कति कुखुराहरू निकालेर यहाँ छोप्नु भयो। आज त्यति घाम लागेको छैन नि त, ल यति भयो है, अलि धेरै नै भएको छ। बुवाले हेर्दै हुनुहुन्छ कति भयो भनेर। त्यहाँ एकदमै मिठो भन्दैछु। अब पकाउन जाँदैछु मैले। तेल हालेँ अनि मेथी हालेको छु। एकछिनपछि अलिक मजाले भएपछि हाल्नुपर्नेछ। अब म हाल्दैछु। ल टालियो कराईमा बेसार पनि हालेँ चलाउँदै। नुन पनि स्वादअनुसार हालेको छु, चलाउँदैछु मजाले। यो मेथी हालेको छु अनि त्यसपछि जिरा पनि मैले हालेको छु, चलाउँदैछु यो मजाले। यो चाहिँ खासमा म मात्र खाने, त्यस कारणले थोरै मात्र पकाएको छु, किनभने अरू बाँकी चाहिँ फ्रिजमा राखेको छु। अनि 2-3 छाक बनाएर खाने भनेर मलाई अब चिसो लागेको कारणले ल अब यहाँ चाहिँ मैले टमाटर पनि हालेँ र अलिकति पानी हालेको छु। मसला पनि हालेँ। मसला चाहिँ मैले धेरै चाहिँ हेभी हालिनँ है, मलाई सुपमा त्यति मन पर्दैन। लोकल कुखुराको सुपमा चाहिँ त्यो धेरै मसला मन पर्दैन, किनभने लोकल कुखुराको जुन टेस्ट हुनुपर्ने त्यो हुँदैन नि त। अनि एउटा सानो गोलभेडा मात्र लगाएको छु। यो बोजो हो, मम्मीले रोप्नु भएको। दामी टमाटर फलेको छ। यो धनियाँ मम्मीले रोप्नु भयो। तुलसीको पात, यति ठुलो तुलसीको झ्याङ छ है। यो सोप टिप्नु पर्ने छ कुखुराको उमा। एकदमै हरियो कस्तो राम्रो के, एकदम मिठो बास्ना आएको छ। कति बजारमा किनेको धनियाँ लसुनको धनियाँ सोपको बास्नै आउँदैन नि त। एकदमै यो चाहिँ प्योर अर्ग्यानिक भएको कारणले मिठो बास्ना आएको छ। अनि थोरै लगाउँदाखेरि पनि एकदमै बास्ना आउँछ कि, त्यस कारणले ठिकै मात्र मैले टिपेको छु। अनि यहाँ म यसै धुँदैछु मजाले, बालुवाहरू जाओस् भनेर। म चाहिँ धुँदाखेरि यसै झम गरेर साग सब्जीहरू चाहिँ, सागहरू स्पेसली चाहिँ यसै धुने गरेको छु। त्यो झमझम नपखालिकन चित्तै बुझ्दैन क्या। अब यो मेरो लागि, एकजनाको लागि टक्क भयो। अब यति गरेपछि सोप हालेपछि अलिकति एक भुलुक्क उमालिदिन्छु, नभए गनाउँछ नि त, ठ्वास्छ मलाई चाहिँ। अनि यसमा पनि राखिदिएको छु। यो चाहिँ अनि बुवाको है, यो चाहिँ यसमा चाहिँ के छ भने फेरि कोदोको अब ढिँडो बनाउँदैछौँ। यहाँ चाहिँ अलिकति गहुँको पनि पिठो मिसाएको छ, मिक्स। कोदोको मात्र पनि अलिक खर्च हुन्छ, गहुँको मात्र पनि कस्तो हुन्छ, दुवै मिक्स गरेर खाँदा चाहिँ एकदम टेस्टी हुन्छ। यो चाहिँ मम्मी बुवाको आइडिया, उहाँहरूले वर्षौँसम्म यस्तै दुईवटा मिक्स गरेर खानुहुन्छ कि, कोदो र गहुँ जहिले पनि मिसाएर। अनि हामी बनाउँदैछ एकदमै पर्फेक्ट तरिकाले। पहिले चाहिँ यसै मस्काउनुपर्छ। ममलाई अलिक मस्काउन गाह्रो भएको कारणले अनि हस्बेन्डले यहाँ सहायता गर्नुभएको छ आज चाहिँ चाहिँ मस्काउन। अनि यो चाहिँ एकदमै मिठो यो यसरी यहाँ उमाल्दैछौँ। ल पाक्यो है, 2-3 थरीको तरकारी पनि भइसक्यो। खै त कोही पनि हुनुहुन्न त। यो यहाँ सबै यता उताबाट कसले यो सबै पानी आउने बनाइदिएछ कि, उताबाट भर्याङ राखेर बिगारिदिए जस्तो छ। फुटेर पानी, त्यही भएर पाइप फुटेर सबै झर्छ। यहीँ मम्मी बुवाले यहाँ राख्नुभएको धान सुकाउने कुराहरू हुँदैछ, त्यो माथि लगेर। म पनि एकचोटि माथि जानु पर्यो, छतमाथि। त्यहाँ के गर्दै हुनुहुन्छ यहाँ हेर्नु पर्यो। आज घाम लागेको छ। को हुनुहुन्छ यहाँ? यति म र धान। खै यो साग सुकाएको यस्तो भएको छ।
सरी माथि छतबाट चाहिँ हाम्रो गाउँघर यस्तो देखिएको छ है। हरियाली नै छ। यो चाहिँ भन्न मम्मीको करेसाबारी गार्डन। अनि यहाँ चाहिँ कस्तो मजाले रोप्नुभयो कि एकदम राम्रो छ है यो ग्रिनरी सिनहरू। अझै केही धानहरू ल्याउनु बाँकी रहेछ, हस्बेन्डले ल्याउँदै हुनुहुन्छ। अनि यो चाहिँ कति सुकाउने भने मम्मी बुवाले भन्नुभएको थियो, त्यही अनुसारको उहाँले यो माथि ल्याउन गाह्रो हुन्छ नि त, त्यही भएको कारण उहाँले हेल्प गरिदिनु भएको हो। अनि अब चाहिँ बुवालाई बर्सादी किन्न मम्मीले पठाउनु भएको, पुरानो बर्सादी बिग्रेर खै त प्लास्टिक ल्याउनु भएछ, काट्दैछौँ। धान पिछाउन जाँदैछौँ तोरीहरू। मान्छेहरू यसै बिहान बिहान धान पिछाउन लाँदैछ। यो चाहिँ बडाको घर, ऊ त्यो बडाको मितको घर हो। त्यो चाहिँ सबै यहाँ आफन्तहरूको घर, खाली निवास अरे। यता पनि जाने बाटो पहिले यस्तो थिएन, सब कच्ची रोड थियो अनि यस्तो पक्का घरहरू थिएन। बाँसको टाटीमा लिपेको, अनि खर पनि हेरेर त्यो थाकल पाउँछ, थाकलले बारेको घरहरू थियो। अहिले त दुईतिर यी नाली पनि छ है, नालीमा के बग्दैछ त्यहाँबाट नालीमा पानी बग्दैछ है। सबै यो एक ठाउँ राख्ने हो। खै बुवा चाहिँ मम्मी अनि तपाईँ हुनुहुन्न थियो त मिलमा। हेर्नुहोस् त मेरो युट्युब फ्यामिली, यसरी सुकेको साग यस्तो भयो, 2-4 दिन सुकाउँदा यस्तो दामी भएको छ। अनि यसरी यो रायो साग हो, यसरी सुकाएको साग चाहिँ अनि पकाउनुभन्दा अगाडि केही समय पानीमा भिजाउने। तातो पानीमा भिजायो भने चाहिँ लपक्कै भिज्छ, चिसो पानीमा भिजाउँदा पनि एकैछिनमा भिज्छ, गुन्द्रुकभन्दा छिटो भिज्छ। अनि यसरी भिजाएर आलुमा मिसाएर खायो भने एकदम मिठो स्वाद आउँछ है। यो चाहिँ अब सुकाएको साग हो। एकछिनभित्र हेर्छु ल। हे भित्र के गर्दै हुन्छ त? बुवा भात खाँदै हुनुहुन्छ। यो चाहिँ यो के हो? यो आलु ब्रिन्जल के हो यो? घिउसिमी। अनि त्यो कुखुराको सुप, भात, यो खोर्सानी। बुवा खानु पनि थाल्नु भयो। खानु सबैजना, लु छिटो छिटो म पनि खानु न। अब यो चाहिँ बेलुकीको खाना है। लु अब यति नै बेलुकी खानाको भिडियो चाहिँ। यो अर्ग्यानिक सिमी आलु, यो चाहिँ लोकल कुखुराको सुप बिहानको। आजको भिडियो म यही नै इन्ड गर्न चाहँदैछु। अर्को भिडियोमा भेटौँला। टेक केयर, बाई बाई।